पेम्बा लालाक लुलुक भइसक्यो पहिला यसरी हामी उता के अरे होइन भनेको घना जंगलको बीचमा लुकेको एक अद्भुत प्राकृतिक सम्पदा मणिचूर दह। शान्त वातावरण, हरियाली वन र मनमोहक दृश्यले भरिएको यो ठाउँ प्रकृति प्रेमीहरूको लागि स्वर्ग जस्तै लाग्छ। मणिचूर दह केवल एउटा गन्तव्य मात्र होइन। हेलो गाइज, वेलकम ब्याक। फेरि पनि म तपाईँको सामु एउटा नयाँ भिडियो लिएर आएको छु र आज चाहिँ म तपाईँहरूलाई यस्तो ठाउँ जाँदैछु कि मणिचूर दहमा जाँदैछु हामी चाहिँ साथीभाइहरू मिलेर। के कस्तो रहेछ त्यो ठाउँ एकचोटि हेरौँ। एकदम बवालै जस्तो लागेको थियो, एकचोटि हेरौँ एकचोटि मजाले। त्यही भएर हामी चाहिँ यहाँ जाँदैछौँ। के छ त्यो मणिचूर दहतिर लाग्दैछौँ हामी चाहिँ। यहाँ अहिले चाहिँ जोरपाटी आइपुग्यो। के छ अति नै बवाल है बवाल। को आउनु भयो तपाईँ? खै अर्को तल तपाईँ हिँडिरहनु भयो? कहाँ बस्ने तपाईँ अनि बसे कहाँ बसे त यही नजिकै हो नि। गाइस अब यहाँबाट मजाले अब हामी मणिचूर दहमा जाँदैछु। अब आनन्द ललिताहरू पनि सबजना होइन। 1 घन्टा भइसक्यो के गरेर बसिरहेको। छोडिदिउँ है, छोडिदिउँ। हामी चाहिँ जोरपाटी हुँदै थलीतर्फ लाग्यौं, घुमाउरा बाटो र सुन्दर दृश्यहरूको आनन्द लिँदै। फर्किने भनेर प्लान गरेको थियो तर के गर्ने, यतिखेर जानु पर्ने भयो है। जिन्दगी भनेको अब आजको भ्लग चाहिँ सर्ट एन्ड स्विट टाइपको बनाउँछु होइन। धेरै बाटोहरूको भिडियो हाल्नु ओ के हो यसरी झऱ्यो नि पछाडिबाट साथी लिएर आएको थियो नि। बाटोमा हिँड्दा हिँड्दै हाम्रो बाइकको पेट्रोल सकियो, त्यसैले हामी अहिले पेट्रोल पम्पतिर लाग्यौं। हामी अहिले मणिचूर दहतर्फ जाने बाटो हुँदै हिँड्दैछौँ। राम्रो के दिदी बाइक हो यस्तो साह्रो अहिले भने बाइकमा तर यहाँ हिँडेर आएको राम्रो जस्तो लाग्यो। मलाई हाइकिङ ए आमा हो। अनि यहाँबाट चाहिँ हिँड्ने खालको रहेछ, यहाँबाट चाहिँ भरेको रहेछ। आइपुग्यो यति हो क्या हेर्ने भनेको न हामी यहाँ होइन। अझै माथि त्यसरी हरन नबजेर यार सबैजना हरन बजायो भने अरूलाई डिस्टर्ब हुन्छ है। यही हो भने चाहिँ सानो बहुत है दामी रहेछ। होइन यार यत्रो हिँड्यो अहिलेसम्म आइपुग्यो होइन। कहाँ आइपुग्यो हामी? फुल बढार्यो बढार्यो। हाइकिङ राम्रो यार गऱ्यो यार।
बहिनी एउटै कपाल लगाएर लगभग हामी त अब यहाँबाट भागिसक्यो आनन्दले कुदे बढार्यो नबढार्यो यार यस्तो पहिला त रमाइलो गर्नुपर्छ अलिकति जस्ट हुनु चाहिँ कहाँ हो यार अरे यत्रो माथि हिँडेर आउनु हाम्रो यार यता हिँडेर आयो भने त गाँड बाट्ने रहेछ त यता हाइकिङ त लगभग सुन्दरजलभन्दा माथि हो चारैतिर घरैघर र मानिसहरूको चहल पहल थियो। कोही शीतल हावामा आराम गरिरहेका थिए भने हामी पनि रमाइला दृश्यहरू निहाल्दै आफ्नो गन्तव्यतर्फ अघि बढ्दै थियौँ। भ्यू हेऱ्यो मलाई यार झुस्दै रहेछ भ्यू यार आम्बो यार जाउँ 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 ल ल ल जाउँ 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 ओए लेम्बाले देख्छ भ्यू ओले देखिस् भ्यू देख्यो हेर त दे कति डेन्जर छ भ्यू सबै हुइसल लगाएर चाहिँ केही देखेको छैन ट्याक सो यहाँबाट चाहिँ अब यो हामी चाहिँ यहाँबाट हुँदा चाहिँ यस्तो हुँदै थियो माथि टपपट्टि पुग्छ अनि यहाँ चाहिँ एउटा झरना थियो भन्थ्यो तर सपनामा चाहिँ मैले देखेको थिएँ झरना यहाँ चाहिँ छैन रहेछ एकदिन हेर्दा चाहिँ यहाँ चाहिँ कस्तो फिल भयो भने म यहाँ आउँदाखेरि चाहिँ अलिकति आमा काम गरेन शान्तिले नै आउँछु भन्दै थियो शान्तिहरू कहाँ आइपुग्यो अनि यत्रो हिँडेर त नि आम्मा यो त नि गाडीको बाटो हो यार यो यार त्यही त भने गाडीको बाटो अब गाडीको बाटो हिँड्नु पर्ने ए आम्मा हो के त खै यहाँबाट बाटो के भन्छ ओ यहाँ हो पेम्बा किन बोल्छ त पानी यहाँ त पानी खाउन एकछिन बस्नु भएर आमा यहाँबाट अझै माथि हो अझै आधा घन्टा लाग्छ बाइकमा ए बाइकमा त ठिकै हो हिँडेर पो जानुपर्ने ल ल ठिक ए भनेपछि त बाइक अब यतै राखेर मजाले सर्लक्क पारामा जाँदा हुँदो रहेछ सडक निर्माणको काम जारी रहेकाले बाटो सहज थिएन। त्यसैले हामीले यहाँभन्दा माथि बाइक लैजान सकेनौँ र बाँकी यात्रा पैदल हिँड्दै अगाडि बढ्ने निर्णय गर्यौँ। साइराक आरे के गर्न गाह्रो छ हामीलाई दरबार ऐनाको पारो छ पैसा छैन हाम्रो गाह्रो छ ए कि होइन हो होइन भनेको ए ओदालीले खान्दियो त्यति मैले कुरा गर्यो यति यहाँबाट कति हिँड्ने हो सो त्यही गाइस अब यहाँबाट चाहिँ मजाले हामी जान्छौँ अब यहाँबाट हिँड्छ हामी चाहिँ मजाले जस अस्तिको जस्तो चाहिँ नहोस् केटाहरू त्यहाँ मजाले पर्खेर पछि हामी पनि हिँड्ने हो आनन्दले हिँड्ने हो मजाले ल यहीँ पुगिसक्यो हामी ल अघि म त्यहाँ थिएँ अनि यहीँ पुग्यो थाक्यो क्या तपाईँ बिस्तारै तातीको उयो मेरो सुरमा हिँड्नु न मजाले आनन्दले तपाईँलाई म सिकाइदिइहाल्छु नि के छ त सो अब हामी यहाँ चाहिँ अब यहाँबाट हिँड्दैछौँ बिस्तारै केटाहरू त्यहाँ अलमल्ल भएर बसिरहेछ जाउँ कि नजाउँ के गरौँ पानी केही छैन अब त्यहाँ माथितिर गएर यसो हेरौँ त्यहाँ दिदीहरू पनि आउनु भएको थियो क्या उता मुन्नी नै रहेछ उनीहरू त झन्
केटाहरू अझै गन्थन गरेर बसिरहेको छ ओ अघि त फर्किने भनिरहेको छ उनीहरू त कुन चाहिँ तपाईँ जाने नजाने भने जाने अरे होइन अर्को चाहिँ नजाने थियो ए आओ भने यहाँ आइपुगिसकेँ म जाउँ अब त्यहाँ त पुग्छ हामी उकालो बाटो समाउँदै अगाडि बढ्यौँ केही पर पुगेपछि पछाडि फर्केर हेर्दा साथीहरू खाजा र सामान किनमेलमै व्यस्त देखिन्थे उनीहरूलाई पर्खदै हामीले पनि केही बेर विश्राम गर्यौँ र यात्राका रमाइला पलहरू सङ्घाल्यौँ सो केटाहरू चाहिँ यहाँ मजाले पर्खेर बसिरहेको छ यहाँतिर चाहिँ अब आइज्यो भन्दा नि नआउने त्यहाँबाट लेम्बा भर्सेस हाम्रो अर्को आइरहेको छ मजाले केही बेरपछि हामी सबैजना फेरि भेटियौँ र एकअर्कासँग रमाउँदै हाँस्दै खेल्दै उत्साहका साथ माथितर्फ लाग्यौँ सो यहाँबाट चाहिँ हामी मजाले जान्छौँ आनन्दले छिलपाडामा कहाँ हरायो त्यो एक दुई तिम्रो अनुहार देखाउँ न सिनेमेटिक ल यो व्हाट्स अप गाइस हामी ल दामी ठाउँमा आइपुग्यो यो राम्रो छ ठाउँ यहाँबाट त्यति उकालो त रहन्छ ठिक्कै रहेछ नि त भ्यू त डेन्जर देख्ने रहेछ यो सानन्दको अगाडि बढ्दैछ दाइ दिदीहरू यस रमाइलो ओए यो दामी रहेछ त मैले बोक्नुपर्छ भने तर मलाई नै बोक्छु कान्छाहरू आइरहेको छ यहाँ हामी उता डाँडामा जानुपर्छ हौ कस्तो डेन्जर देखे त्यो माथि हेर न कस्तो डेन्जर देखेको आम्मामा किन यस्तो सधैँ यस्तो हुन्छ यार जहिले पनि ओइ राज दाइ ओइ राज आकाशैमा बजाउनु न आकाशैमा हुन् अनि के गर्छ म त अफ्रिकातिरको भाषा बोले जस्तो लागिरहेको छ त त्यस त्यो मुभमेन्ट छुट्टै हुन्छ क्या बाइकमा हिँड्नु त यहाँ अनि सबै खुइ हिँडिरहेको छ उयो मलाई नि एउटा बजाइदिउँ न म पनि ल मा ल त ठिकै च्याप्ने ल आउनु हो तपाईँहरू जाने भन्ने मान्छेहरू सर्लक्कै उहाँ चाहिँ हिँड्छु भनिरहेको थियो यति चाहिँ हुनु पऱ्यो है
कहाँ हो टिकट काट्ने टिकट काट्नुपर्छ होइन के हो हजुरको च्यानल मेरो थुक्चेन योन्जन म त थुक्चेन पनि आउँदैन होला थुक्चेन ब्लक हाने भने सर लाग्यो मेरो थोपडा अगाडि हो अनि यहाँबाट उकालो लगेर सर्लकको पारामा हामी चाहिँ हिँडे त्यो गाई चाहिँ अब चाहिँ रमाइलो जानुपर्छ अनि मजा गर्न पछि है पेम्बा लालाक लुलुक भइसक्यो पहिला यसरी हामी उता के अरे उसमा जाने क्या पोखरी जस्तो लाग्यो पोखरी खने भयो पहिला अब डेन्जर एकदम बबाल रहेछ यार ठाउँ यार जस मलाई उताको भन्दा सुन्दरजनबाट ढाल्दैन जानु भन्दा यहाँको चाहिँ हक्का लाग्यो ठाउँ किनकि जङ्गलको बिचमा एकदम बबाल ब्याग पनि गर नि यार हाम्रो दाइहरू हुनुहुन्छ यहाँ दाइ स्या नसक्ने कस्तो लाग्यो दाजुलाई ठाउँ यहीँ सिधै हुन्छ कस्तो लाग्यो तपाईँलाई उहाँलाई कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो ठिकै यहाँबाट मान्छे कहाँ गइरहेको छ धाप ड्याम जाने मान्छेहरू रहेछ यहाँ धाप ड्याम जाने मान्छेहरू चेस 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 कता हो चेस हो क्या आज सो गाइज हामी यहाँ लगभग आइपुगिसक्यो दाइहरूले चाहिँ यहाँ पुरा माथि समात्नुभन्दा बरु यहीँ सिधा दिउँ भने बेस होइन ठिक छ यतिकै हुनुपर्छ उहाँ त कहाँ हिसिक्क परेको छ अघिदेखि म जान्छु हिँड्छु भन्ने मान्छे नै हो यहाँ चाहिँ बाइकहरू यहीँ लास्ट भनेको नै यहीँ रहेछ अनि यहाँतिर चाहिँ बाइकहरू पुरा राखेर गाडीहरू सबै राख्ने भने नै यहीँ रहेछ ठिकै छ कस्तो भन्नु पाइँदैन पेम्बा यहाँ थकित भएर बाख्रा भएर टेन्सन भइरहेछ है त्यहाँ घन्चुवाहरू त्यस्तो नगरौँ न यार ग्लम ग्लम आइरहेछ यार सानो बाघ आयो नि ल त्यही हो अब चाहिँ हामी यहाँ टिकट सिकट काटेर हामीले यतातिर भिडियो पनि बनाउनु नमिल्ने रहेछ त्यही हो गाइस आउँदाखेरि स्पिकर केही नल्याइकन हुन्छ सब हाम्रो चाहिँ राखिदिइसक्यो आनन्दले हो होला पनि नगर्नु होला आनन्दले जानु होला तपाईँहरू त्यही हो बिस्तारै 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 11 किलोमिटर है धाप ड्याम यहाँदेखि सो यहाँ हामी यसो मजाले हिँड्दै आइरहेको छौँ आथा त काँडै काँडा रहेछ सबले खाएर फोहोर चाहिँ डस्टबिनमा हालिदिनु होला त्यही हो पेम्पालाई मुड अफ छ है मुड अफ के मुड अफ छ भने तपाईँलाई म भनिदिन्छु पेम्पालाई मैले पहिला सुरु नै अगाडि नै बस अफिस बस भन्दा भन्दा नबसेपछि यस्तै हुन्छ हौ गाह्रो हुन्छ बाख्रा कहाँ गयो तेरो त्यो लुङदारहरू क्या यो लुङदार होइन क्याफेतिर पनि झुलाउँछ नि होइन
अनि केटाहरूलाई त धापधाम हिँड्यो नि त नि नहिँड्ने रहेछ त यार सर्कट पनि पुग्छ 2 घन्टामा यार कहाँ सर्कट छ त ढाडम जाने जाउँ जाउँ एउटा 2 घन्टा छ त नयाँ सर्कट बाइकले त पुग्दैन गाह्रो हुन्छ नि त्यहाँबाट हेर्दा त्यो बाटो हेर्दा त्यो सर्कट छ त सबजना एउटा हेरेछ त्यही गाइज मजाले अब तपाईँहरू नआउनुलाई धेरै टाढो त छैन रहेछ जस अलि बिहानै आउनु होला भनौँ अलि बिहानै आउनु होला बिहान आएर मजाले चढ्नु होला या बाइक छ भने छेउमा चढ्नु होला बाइक अगाडि यही हो यो त अनि तेमाल जात्रामा आएको जस्तो भयो त केही छैन त यहाँ पोखरी छैन त नि ठाउँ यही हो केही चित्त बुझेन है मलाई चाहिँ थेट झार रहेछ बिचमा यत्रो ठुलो पोखरी देखिरहेको थियो त पोखरी सबै छ त्यहाँ छ्या यति नै हो सबजना छैन यार केही छैन यही हो लुङदार खिच्ने भने हामीले फोटो यही हो ठ्याक औडा रहेछ ठाउँ यार फोकटमा यार टिकटमा पैसा मात्रै गयो हामी फोकटमा आएको नि त्यो यस्तो छ भने त कहाँ यो भेडा बाख्रा छ ठ्याक तेमाल जात्राको जात्रा छ अब हामी यहाँबाट जान्छौँ कहाँ जान्छौँ थाहा छैन अब यहाँबाट गरेर सडलक्क पारेर हिँड्छौँ यहाँभन्दा उता पनि 6 जस्तो लाग्यो कता हाम्रो केटाहरू कता छ यो त कस्तो लाग्यो ठाउँ पोइन्ट हावा हान्दियो मलाई थाहा छ पेन्ट बाख्रा खोइ वेस्ट सोचे भन्दा इरा उयो दाइ कता ऊ यहाँ बसेर खानु मजा आउने रहेछ है अहिले आउँला सो त्यही हो लाउनु लाउनु खिच्नु खिच्नु त यस्तै त हो नि हामी यसो गरे कसो होला सोचे जस्तै छैन रहेछ है टिकटको मात्रै खेर भयो टिकट मात्रै खेर भयो नि त टिकट र अनि बिहारको मात्रै खेर भयो यसो गरे कसो होला ओ त्यो यहाँको पानी खतरा हुन्छ नि फेरि शुद्ध पिउने पानी डेन्जर छ म चाहिँ यता बसेर टक्क बस्छु तर यो रातलाई बवाल छ नि सो दामी नै रहेछ ठाउँ यार के हो यस्तो लुङदार चेन्ज गर्दो रहेछ फुल भिडियो हेर्नुको लागि अब तपाईँहरूले यसमै सडक यहीँ आफै आएर हेर्नु म भन्दिनँ म राम्रो पनि भन्दिनँ नराम्रो पनि भन्दिनँ यहाँ आफै आएर हेर्दा हुन्छ ठाउँ चाहिँ राम्रो रहेछ त्यो मान्छेको भिडभाडले यताउताले गर्दाखेरि चाहिँ अलिक नराम्रो देखाएको तर यो अफमा आउनु पर्ने हो क्या हामी खास खासै केही देखिनँ यार के नआएको के हेर्न आयो है हामी अब जाउँ फर्क्यौँ मलाई चित्त चाहिँ बुझेन है चित्त बुझ्यो दाइ बरु धापधाम गयो भए रमाइलो छुट्यो हुन्थ्यो चित्त चाहिँ बुझेन है भ्यानको के चाहिँ के डिउ कहाँ छ र डिउ त उतै छोडिसक्यो सबै तल नै छोडेको त्यो बस्ने ठाउँमा कहाँ बसेतिर हामी त्यही हो गाइस अब यही हो अब ठाउँ यही हो यो मान्छेले भिडभाड छ फोटो खिच्ने ठाउँ पनि छैन घना जंगलको बीचमा लुकेको एक अद्भुत प्राकृतिक सम्पदा मणिचूर दह शान्त वातावरण हरियाली वन र मनमोहक दृश्यले भरिएको यो ठाउँ प्रकृति प्रेमीहरूको लागि स्वर्ग जस्तै लाग्छ मजाले अब यहाँबाट त हामी गएर यसो मजाले यताउता खिचिरहेको हुन्छ
हेर्नु यहाँ हान्दिनँ सो यस्तै यो लुङदारले गर्दा चाहिँ अलिकति गाउँ भएको छ लुङदार राम्रै हो कसलाई ठिक लागेको छ हँ तर भने जस्तो चाहिँ छैन यो ठाउँ त्यहाँ हामीले त्यहाँ अब सम्झिँदै आउँदाखेरि होइन सम्झिँदा आउँदैछ तर भने जस्तो चाहिँ ठिक छैन त्यही तर तीर्थ यात्राको लागि राम्रो छ एकदम त्यही अब रमाइलो आफू चाहिँ यहाँबाट चाहिँ अब यहाँबाट हामी चाहिँ टाढो ठाउँ जान्छौँ त्यसपछि त्यहाँबाट चाहिँ हामी खास खाएर अब यता घरतिर लाग्छ सुइमिङ जान्छ बरु यहाँ यो ठाउँमा आउनुभन्दा अलिकति बेकार लाग्यो जस्तो लाग्यो मलाई त्यही हो त्यो रमाइलो छ अलिकति हल्का फुल्का भाइब चाहिँ दिइरहेको छ तर मान्छे धेरै हो सोचे भन्दा नि त्यही कारणले अलिकति नरमाइलो लाग्यो जुन चाहिँ हामी चाहिँ लाग्ने अब मान्छे टन्नै छ सबजना आइपुग्यो आनन्द हो आनन्द हो नाति हो म नाति हो भनिदिउँ त नाति म नातिन्छ ल सो मान्छे चाहिँ हाम्रो डाइरेक्ट चाहिँ यहाँ आउँदैछ आनन्द हो एकदम सो अब चाहिँ हामी यहाँबाट लाग्छ र तर यो कपाल आउने ठाउँ चाहिँ होइन रहेछ यो कहाँ कपाल चाहिँ कहाँ बोयफ्रेन्ड गर्नु आउने ठाउँमा चाहिँ फ्यामिली आउनु पर्ने फ्यामिलीहरू आउने हो यसमा यहाँ सर्लक्क एक्लै आउने फ्यामिली आउने अब गर्लफ्रेन्ड बोयफ्रेन्ड आयो भने गर्लफ्रेन्ड रिसायो भने पेम्बालाई गाह्रो भइसक्यो जाउँ न चाँडो चाँडो ओ युवराज आएन त फेरि ल ल ल त्यति मजा आएन यसमा त्यति मजा लागेन मलाई यही सुन्दर सम्झनासँग आजको हाम्रो मणिचुड दहको यात्रा यत्तिकैमा समाप्त हुन्छ फेरि अर्को नयाँ यात्रामा भेटौँला धन्यवाद के भयो भिडियो हाने मैले ओ के हो त ढिँडो चाहिँ खाऊँ न एकचोटि आलु यसको भात पनि तर मेरो भात चाहिँ यो के हो यो